आदरणीय दर्शक महानुभावहरु नमस्कार। आज हामी काव्य रेकर्डिङमा छौं र आज हाम्रो एउटा नयाँ काम भएको छ र यसको जुन हामीले गीत तयार गरेका छौं यो गीतको लेखक हुनुहुन्छ हाम्रो मणि सर हुनुहुन्छ यता, अनि हाम्रो गायक तथा संगीतकार अनि काव्य रेकर्डिङका स्टुडियो का प्रोभाइडर हुनुहुन्छ अशोक थापा जो हुनुहुन्छ, अनि यता हाम्रो इको राइटर कवि तथा गीतकार हुनुहुन्छ सिरेन बान्तवा हुनुहुन्छ। र आज म लेखकबाट नै उहाँको विशेष उहाँको बारे र सबै कुरा चाहिँ के हो भन्ने कुरा चाहिँ यो गीतको बारेमा चाहिँ केही भनिदिनको लागि म अनुरोध गर्न चाहन्छु। धन्यवाद मणि सर। सम्पूर्ण श्रोतामाझ नेपाली गीत सङ्गीतका श्रोतामाझ म हार्दिक नमन गर्दै मैले एउटा पहिलो कोसेली स्वरूप आफ्नै माटोको, आफ्नै बगेको खोलाको र आफ्नै परिवेशको, पर्यावरणको पर्यटकीय स्थलहरूलाई चाहिँ समेटेर भाषा, जाति र त्यहाँ वेशभूषाहरूलाई सम्पूर्णलाई समेटेर आफ्नो एउटा हावापानीलाई सुहाउँदो आफू जन्मेको ठाउँको चाहिँ गीतमा चाहिँ शब्दहरूलाई बुनेर एउटा माला बनाउने काम गरेको छु र यसको लागि सम्पूर्ण नेपाली गीत सङ्गीतका पारखी श्रोता तथा दर्शकहरूलाई पनि सुनेर साथ दिनुहोला। गीत चाँडै आउँदैछ, रेकर्डिङ हुँदैछ र अहिले सुनाउँछौँ हामी गीत। यो गीत गाइदिएर सहयोग गरिदिनु भएकोमा आदरणीय दाई गायक अशोक थापालाई हार्दिक नमन भन्न चाहन्छु र नेपाली गीत सङ्गीतीय अहिले जल्दो बल्दो उदाउँदो तारा जसले चाहिँ नेपाली गीत सङ्गीतमा चाहिँ अहिले हरेक सुन्दर सुन्दर गीतहरू लाखौँ श्रोतामा चाहिँ पुर्याउन सफल हुनुभएको छ र सम्पूर्ण नेपाली गीत सङ्गीतका पारखीहरूले चाहिँ उहाँलाई माया गर्नुभएको छ, उहाँलाई हृदयबाटै सम्मान गर्नुभएको छ। उहाँ रचना रिमालले गाउनु भएको छ र उहाँलाई पनि विशेष धन्यवाद दिन चाहन्छु र हार्दिक नमन भन्न चाहन्छु। त्यसै गरी आदरणीय दाई सिरेन बान्तवालाई पनि म हार्दिक आभार गर्दछु जसले यहाँसम्म जोडाइदिने काम गर्नुभएको छ र हरेक समय एउटा साहित्य, गीत र सङ्गीतको क्षेत्रमा ऊर्जा प्रदान गरिरहनुहुन्छ उहाँ। त्यसको लागि पनि हार्दिक नमन भन्दै अब गीत बजाइदिन हार्दिक अनुरोध गर्दछु। गीत बजाउनुभन्दा म पहिला हाम्रो यता सिरेन बान्तवा सरसँग पनि केही भनिदिनको लागि म अनुरोध गर्न चाहन्छु। आज हामी यो काव्य रेकर्डिङ स्टुडियोमा आइपुगेको छौँ जहाँ अशोक सर हुनुहुन्छ। उहाँले नै सङ्गीत पनि गर्नु भएको छ र गाउनु पनि भएको छ। भोलि यो गीत चाहिँ रचना रिमालदेखि डुएट गीत होइन, डुएट हो र रचना बहिनीले गाउँदै हुनुहुन्छ। यस गीत मलाई चाहिँ एकदमै महत्त्वपूर्ण लागेको छ कि यो सबै हाम्रो फाल्गुनन्द गाउँपालिकाको पर्यटकीय क्षेत्रहरूले समेटेर लेखिएको गीत हो, जसको लागि हाम्रो मणि आँसु चापागाई उहाँ कवि पनि हुनुहुन्छ र गीतकार पनि हुनुभयो। अत्यन्तै राम्रो गीत मलाई लागेको छ। म आफै पनि गीतकार भएको नाताले उहाँलाई हार्दिक बधाई दिन चाहन्छु। यस्तो गीत उहाँले लेखेर कसरी लेख्नुभयो मलाई चाहिँ अचम्म लागेको छ। अत्यन्तै राम्रो गीत बनेको छ र धेरै राम्रो बनेको छ। उहाँलाई फेरि पनि शुभकामना दिन चाहन्छु। एकदमै धन्यवाद हाम्रो सिरेन बान्तवा सरज्यूलाई र हाम्रो गायक तथा सङ्गीतकार अनि हाम्रो काव्य रेकर्डिङका प्रोभाइडर हुनुहुन्छ अशोक थापा सर। के भन्नुहुन्छ कि के होइन, आज अत्यन्त मिठो गीत गाउने अवसर प्राप्त भयो होइन। अब यो चाहिँ हाम्रो सिरेन सरलाई श्रेय जान्छ उहाँको माध्यमबाट। उहाँ एउटा ब्रिजको माध्यम हुनुभएको छ होइन। त्यसै गरी हाम्रो मणि चापागाई सरले अत्यन्त मिठो शब्दहरू लेखिदिएर यो फाल्गुनन्द गाउँपालिकाको समग्र भूभागलाई समेटेर पर्यटकीय स्थलहरू त्यस्तै गरेर रमणीय ठाउँहरूको बारेमा उहाँले अत्यन्त मिठो गीत लेखिदिनु भएको छ र मैले त्यो गाउने अवसर पनि प्राप्त गरेकोमा उहाँहरू दुवैजनालाई, सिरेन सर त्यसै गरेर मणि सरलाई धेरै धेरै धन्यवाद दिँदै आभार व्यक्त गर्दै र यो गीत चाहिँ आज मैले नसकिकन जसरी भए पनि गाउने प्रयत्न गरेँ होइन।
त्यसपछिबाट यसको फिमेल भर्सन चाहिँ मतलब डुएट गाना हो यो। यसमा चाहिँ हाम्रो रचना बैरी भन्नुपर्छ होइन, उहाँले गाउँदै हुन्छ फिमेल भर्सनमा चाहिँ भोलि होइन भोलि। यो चाहिँ हाम्रो उहाँ अब यहाँ हाम्रो अलिकति मोफसलको स्टुडियो अलिक टाढा भएको, काठमाडौँबाट टाढा भएको हुनाले उहाँले चाहिँ भोलि किङ्स स्टुडियो अनामनगरमा गाउँदै हुन्छ 11 बजीदेखि भोलि। र यो गीत आएपछि मिक्सिङ भएर आएपछि तपाईँहरूले एकचोटि सुनेर प्रतिक्रिया दिनुहुन पनि म हार्दिक अनुरोध गर्दै अहिले सानो क्लिप हाम्रो सुनाइदिन पनि म अलिकति भन्छु। यो गीत अवश्य पनि राम्रो हुन्छ जस्तो लाग्छ, किनभने उहाँ पुरानो गीत सङ्गीतको चाहिँ भुक्तभोगी हुनुहुन्छ। उहाँको 20-25 वर्षको अनुभव, एकातिर रचना बहिनी पनि अब नेपाली गीत सङ्गीतको लागि चर्चित गायिका नै हुनुहुन्छ। त्यसो गर्दा शब्द पनि अत्यन्तै राम्रो भएकोले गर्दा यो गीत धेरै राम्रो बनेको छ। श्रोताहरूको यसपाल यो गीतले मन जित्छ जस्तै लागेको छ। ल तपाईँले अलिकति बजाए। एकदमै धन्यवाद तपाईँहरू सबैजनालाई, सम्पूर्ण टिमलाई। ल म यसलाई प्ले गरेर सुनाइदिन्छु। एकदमै सम्पूर्णले हामी स्थायी मात्रै सुन्नेछौँ र तपाईँहरूले पछाडि युट्युबतिर सुन्न सक्नुहुनेछ पुरा गीत, र स्थायी हामी सुनाउन चाहन्छौँ। यो फाल्गुनन्द यो तपो